हेलो एभ्रिवान, स्वागत छ मेरो यो ब्लगमा। र आज चाहिँ म जाँदैछु जाँतेको दुईवटा बोर्डिङहरूको चाहिँ आज स्काउट हाइकिङ छ र त्यो हाइकिङमा समावेश हुनको लागि चाहिँ म आज अँधेरीको खेल मैदानमा उक्त हाइकिङ रहेकोले विद्यार्थी साथीहरू अहिले गइसक्नु र म चाहिँ अब जानको लागि तयार भइसकेको छु। र अब कताबाट जाइन्छ, को जाइन्छ, के कसरी जाइन्छ भनेर आज चाहिँ यही विषयवस्तुमा म भिडियो बनाउने छु। सबैले हेरेर साथ दिनु। त्यहाँबाट चाहिँ हामी लिटाङ बजारबाट उकालो लाग्यौँ र यहाँ चाहिँ हामी स्कुटीमा रिचन्जी र म अगाडि र पछाडि हाम्रो आयुक्त ज्यू हामी चाहिँ यो बाटोमा हामीले बाटो नचिनेर यहाँ रोकिएको तर यहाँबाट हामी उँधो देखिएकै बाटो गयौँ र त्यहाँबाट यसो दृश्य अवलोकन गर्दै गर्दै हामी अगाडि बढौँ। आज चाहिँ रिचन्जीको बर्थडे पनि थियो र उहाँ हामी साथसाथ हुनुहुन्थ्यो र हामी चाहिँ अहिले पुगिसक्यौँ हाम्रो हाइकको डेस्टिनेसनमा। र अब यहाँ के कस्तो गतिविधि हुँदैछ भनेर म तपाईँहरूलाई देखाउने छु। ल हामी चाहिँ यो हाइक भएको स्पोटमा आइपुगेका छौँ र यहाँ यो तयारी हुँदै रहेछ। नानीहरू यता यता गरेर खाना बनाउने क्रम चलिरहेको छ। यहाँ अब यहाँ कुकिङ कम्पिटिसन रहेछ। यो कुकिङ कम्पिटिसन चाहिँ यहाँ आगोमा खाना बनाउने पर्ने र सबै सामग्रीहरू पनि आफै जुटाउनु पर्ने हुन्छ यहाँ चाहिँ स्टुडेन्टहरूले। र यो कुकिङ कम्पिटिसन चाहिँ यहाँनिर मैले देखिरहेको छु 8वटा पेट्रोल रहेछन्। त्यो 8वटा पेट्रोल चाहिँ उहाँहरूले यसरी पानी ल्याएर आफै आत्मनिर्भर एकदम आत्मनिर्भर बनाउनको लागि चाहिँ यहाँ सहयोग गरिरहेको छ। र अब म चाहिँ लाग्यो मेरो साथीभाइहरूलाई गेम खेलाउनु। तर मैले जानेका 2-4वटा गेमहरू मेरो साथीभाइहरूलाई एकदमै इन्टरटेनमेन्ट हुने गरी खेलाएँ र उहाँहरूलाई पनि धेरै रमाइलो भयो भन्ने आशा राख्दै अब चाहिँ हाम्रो बेला भएको छ घरतर्फ लाग्ने। हामीले बिचका केही भिडियोहरू छुटायौँ र कति गर्न भ्याइएन, त्यसले गर्दाखेरि अब चाहिँ यो हाम्रो घरतर्फ जाँदै गरेको भिडियो तपाईँहरू सामु राखेको छु र नानीहरू यहाँबाट एकदम आत्मनिर्भर बन्दै जानुभएको छ। हाम्रो विद्यार्थी साथीहरूले चाहिँ अब यहाँ हाइकमा आएर आफूले आफ्नो लागि बनाएर खान सक्ने भएर चाहिँ घर फर्किनु भएको छ भन्ने हामी पूर्ण विश्वास राख्दछौँ। र यो चाहिँ अब हामी हाम्रो विद्यालय परिसरमा जाने हाम्रो योजना थियो र हाम्रो विद्यालय परिसरको छेउमै रहेको हुनाले यो भिडियो गरेको हो। र अब हाम्रो नानी बाबुहरूले यस हाइकबाट आफू आत्मनिर्भर भएर आफ्नो घरमा प्रस्थान गर्नुभयो भन्ने हामीले विश्वास राख्दै अब हामी पनि यहाँबाट बिदा भयौँ र हामी चाहिँ गयौँ खाजा खानको लागि लिटाङ आठयाङशिला, जो अहिले पर्यटकीय रूपमा पनि प्रचलित छ। सबैले भिडियो पुरा हेरिदिनु भयो, हस् धेरै धेरै धन्यवाद। नमस्कार। लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु। धन्यवाद।